हेलो फाइनल गाइज, अब हाम्रो गाउँमा चाहिँ लाइन बत्ती पनि छैन होइन। यस्तै अब यो मोबाइलको लाइटले होइन भाँडा मोल्नुपर्छ। त्यसैले यहाँ मेरो बुढीले भाँडा मोलिरहेको छ है। अब म चाहिँ यहाँ लाइट देखाइदिने। ल हेर्नुहोस्, यस्तो दामीसँग मोल्दैछ भाँडा चिक्कसँग। अब गाउँघरमा यस्तै छ। अब हेर्नु न, यहाँ अब पुरै खरानीले मस्काउने चलन छ गाउँघरमा। हेर्नु न, यस्तो टल दिन्छ क्या थाल पनि। हेर्नुहोस् गाइस, अब आधी भाँडा चाहिँ अब हामीले अघि नै मोलेर भित्र लगिसकेको होइन। अब अहिले चाहिँ यो खाएको थालहरू चाहिँ टक्क मोल्दैछौँ। अब कराई बाँकी छ यहाँ, अब डाडुहरू, अनि यहाँ टक्क हामी बुढाबुढी टक्क अनि खाना बन्द गरिसकेर अनि टक्क अनि रुममा गएर आराम गर्ने। अब टक्क सुत्ने। आज धेरै थाकेको छ, धेरै थकान छौँ है हामी, किनभने दिनभरि बाहिर चिर्दा गरेर है। अब फेरि भोलि पनि अब दाउरा बोक्नु पर्ने छ है। यस्तै छ गाउँले जीवन होइन। अब सहर बजारमा भएको अब के अरे ग्यास बाल्ने अब यस्तै छ गाउँले जीवन। हजुर हेर्नुहोस् ल बुढी, राम्रोसँग मोल। अब यसो अलिकति यहीँ सोलर, यहाँ एउटा सोलर छ होइन यो गाउँमा। सो अब यो सोलर छ एउटा, यो सोलरले यसो अलिअलि झिलिमिली नभए होइन यस्तो केही हुँदैन। ल बुढी, अब राम्रोसँग धन्दा गर। अब धन्दा गरेर अनि आराम गर्ने, सुत्ने। अब भोलि पनि धेरै काम छ नि बुढी है, भोलि पनि धेरै काम छ नि। ल रिसाइरहेको छ आज, धेरै काम गर्नु परेकोले होइन। त्यही हो बस्तु भाउ। अब गाईलाई खोज्दै दुध दुहुनुपर्छ अनि मेलापात अब यस्तै हो नि गाउँघरमा होइन। बाई।